हामी वर्तमानमा सर्वाधिक चर्चामा रहेको विषय जलवायु परिवर्तनको बारेमा छलफल गर्नेछौँ। यस विषयवस्तु अन्तर्गत हामीले जलवायु परिवर्तन के हो, कसरी हुन्छ, त्यसबाट पर्ने प्रभावहरू र न्यूनीकरणका उपायहरूको बारेमा चर्चा गर्नेछौँ। जलवायु परिवर्तनको बारेमा छलफल गर्दै गर्दा हामीले मौसम र जलवायुबारे जान्नु आवश्यक छ। मौसम र जलवायु दुवै वायुमण्डलीय अवस्था हुन्। दुवैको अवस्था जान्न तापक्रम, वर्षा, हावा, आर्द्रता आदिको मापन गरिन्छ। मौसम जाडो, गर्मी, बादल, घमाइलो, पानी परिरहेको अथवा हुरी, आँधी चलेको समयको तत्कालिक वायुमण्डलीय अवस्था हो। स्थानीय वायुमण्डलमा निरन्तर रूपमा सञ्चालन भइरहने हावापानीको अल्पकालीन गतिविधि नै मौसम हो। मौसमकै दीर्घकालीन स्वरूपलाई जलवायु भनिन्छ। दीर्घकालीन अवधि केही महिनादेखि सयौं वर्षसम्म पनि लिन सकिन्छ। साधारणतया जलवायुको लेखाजोखा गर्न 30 वर्षको अवधि उपयुक्त मान्ने चलन छ। वातावरण संरक्षण ऐन 2076 अनुसार जलवायु परिवर्तन भन्नाले लामो समयको अन्तरालमा प्राकृतिक रूपमा हुने जलवायुको उतार चढावको अलावा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानवीय क्रियाकलापले वायुमण्डलको बनोटमा हुने फेरबदलको कारण पृथ्वीको जलवायुमा क्रमशः देखा पर्ने परिवर्तनलाई सम्झनु पर्दछ। जलवायु परिवर्तन प्राकृतिक र मानव सृजित दुई कारणहरूले हुने गरेको मानिन्छ। प्राकृतिक कारणहरूमा प्रकृतिमा घट्ने विभिन्न प्रक्रियाका कारण हुने जलवायु परिवर्तन हो, जस्तो सूर्यमा हुने थर्मोन्युक्लियर फ्युजन लगायत अन्य सौर्य गतिविधिहरू, ज्वालामुखी विस्फोटन आदिको कारण पृथ्वीको सतहमा आउने सौर्य ऊर्जाको तीव्रता र वायुमण्डलमा ग्यासको मात्रामा घटबढ भई जलवायुमा हुने परिवर्तन हो। मानव सृजित कारणहरूमा उद्योग, कलकारखाना, व्यवसाय तथा यातायात साधनहरूमा खनिज इन्धनको अत्यधिक प्रयोग, बढ्दो शहरीकरण तथा अव्यवस्थित फोहोर मैला, कृषि, पशुपालन तथा अवैज्ञानिक भूउपयोग, वन विनाश, आगलागी, डढेलो, मानवीय क्रियाकलापहरूको कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रामा वृद्धि भई ग्लोबल वार्मिङको कारण जलवायुमा हुने परिवर्तन हो। जलवायु परिवर्तनको अध्ययन गर्दा वायुमण्डलको बनोटलाई पनि हेर्नु आवश्यक हुन्छ। वायुमण्डलमा 78% नाइट्रोजन, 21% अक्सिजन तथा 1% अन्य ग्यासहरू जस्तो कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड, ओजोन, मिथेन, ह्यालोकार्बनस आदि ग्यासहरू रहेका हुन्छन्। सूर्यबाट निरन्तर रूपमा प्रवाहित हुने सौर ऊर्जा प्रकाश र तापको रूपमा वायुमण्डल हुँदै पृथ्वीमा आउने गर्छ। सूर्यबाट प्रवाहित भएको तापको 30% विषयमा छरिएर हराउँछ र 70% भाग मात्र पृथ्वीसम्म आइपुग्छ। त्यो मध्ये केही भाग पृथ्वी तथा समुद्रको सतहले सोच्छन् र केही भाग परावर्तित भएर पुनः वायुमण्डल हुँदै आकाशतिर फर्किन्छन्। वायुमण्डलमा रहेका ग्यासहरूले सौर्य ऊर्जाको केही भागलाई सोसेर राख्ने हुँदा पृथ्वी तातो भइरहन्छ। यदि यी ग्यासहरू नभएको भए पृथ्वीको औसत तापक्रम 0 भन्दा 18 डिग्री सेन्टिग्रेड कम अर्थात् -18 डिग्री हुने थियो। यस अवस्थामा पृथ्वीमा कुनै जीवित प्राणीको कल्पनासम्म पनि गर्न सकिँदैन। त्यस अवस्थामा मानव लगायत कुनै जीवको अस्तित्व हुने थिएन। पृथ्वी कसरी तात्छ भन्ने कुरा जान्नको लागि हरितगृह प्रभाव अर्थात् ग्रीन हाउस इफेक्टलाई बुझ्नु आवश्यक छ। हामीले नर्सरीमा बिरुवाहरूलाई चिसोबाट बचाउन प्लास्टिकको टनेल अर्थात् हरितगृह बनाई सौर्य ऊर्जालाई हरितगृहभित्र आउन दिने र त्यहाँ भित्र रहेको तातोलाई बाहिर जान नदिने गरिए जस्तै पृथ्वीको वरिपरि वायुमण्डलमा रहेका ग्यासहरूले टनेल अर्थात् ग्रीन हाउसमा प्लास्टिकले जस्तै सूर्यबाट आएको ऊर्जालाई वायुमण्डलबाट बाहिर जान नदिई पृथ्वीलाई तातो बनाई राख्छन्। त्यसैले यी ग्यासहरूलाई हरितगृह ग्यास भनिन्छ। अहिले बढ्दो मानवीय क्रियाकलापहरूको कारण हरितगृह ग्यासहरूको उत्सर्जन अत्यधिक रूपमा बढ्दा तापक्रममा अत्यधिक वृद्धि भइरहेको छ, जसलाई विश्व उष्मीकरण वा ग्लोबल वार्मिङ भनिन्छ।
अस्वाभाविक रूपमा भइरहेको तापक्रम वृद्धिको परिणामस्वरूप जलवायु परिवर्तन भएको वैज्ञानिकहरूको निष्कर्ष रहेको छ। जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी समूह इन्टर गभर्मेन्टल प्यानेल अन क्लाइमेट चेन्ज IPCC का अनुसार हरितगृह ग्यासको अधिक उत्सर्जनका कारण विगत 100 वर्षको अवधिमा पृथ्वीको तापक्रम 0.74 डिग्री सेन्टिग्रेडका दरले बढ्दै गएको छ भने नेपालमा 0.06 सेन्टिग्रेडका दरले तापक्रम बढ्दै गएको छ। जलवायु परिवर्तनले गर्दा प्रभाव परेका क्षेत्रहरूमा बालीको उत्पादकतामा ह्रास आएको छ, सिंचित क्षेत्र कम भएको छ, धेरै किसिमका रोग तथा कीटाणुहरू देखा परेका छन्, पुराना बालीहरू हराउँदै गएका छन् जसले गर्दा कृषि तथा खाद्य सुरक्षाको अवस्था कमजोर हुँदै गएको छ। त्यस्तै पानी पर्ने समय अनिश्चित हुँदा बाढी र पहिरो जाने समय पनि अनिश्चित भएको, बेमौसमी असिना पानीको कारण पाकेको बालीको नोक्सानी हुने गरेको, नियमित पानी नपर्दा लामो समयसम्म सुखा र खडेरीको समस्या बढेको, नदी, कुवा, पोखरी, धारा तथा बोरिङ आदि पानीका स्रोतहरू सुक्दै गइरहेको, महत्त्वपूर्ण मानिने हिम नदी र हिम क्षेत्रहरूबाट हिउँ पग्लिँदै जानु र हिमतालहरू बढेर अकस्मात फुट्ने र विस्फोट हुने खतरा बढ्दै गएको, जलस्रोतमा आउने परिवर्तनले सिँचाइ, खानेपानी र जलविद्युत समेत प्रभावित हुँदै गइरहेको छ। त्यस्तै गर्मी तथा बाढीले गर्दा रोगहरू बढिरहेका छन्। कालाजार, इन्सेफ्लाइटिस, हैजा तथा छाला सम्बन्धी रोगहरू बढेकोले मानव स्वास्थ्यमा गम्भीर असर परेको छ। बाली, नाली, पशु चौपायाहरूमा विभिन्न रोगको प्रकोप बढेको छ जसले गर्दा जीविकोपार्जनमा समेत असर परेको छ। माथिल्लो उचाइमा पाइने वनस्पति तथा पशुपन्छीहरूको रहनसहनमा परिवर्तन हुँदै गएको छ। वनस्पतिहरूको पुनरुत्पादनमा कमी आएको छ। नयाँ प्रजातिहरू देखा पर्नुको साथै वनको वृद्धि र जैविक विविधतामा ह्रास आएको देखिन्छ। जलवायु परिवर्तनको कारण जलवायुजन्य प्रकोपको वृद्धि भइरहेको छ जसले गर्दा पुल, बाँध, भवन आदि भौतिक संरचनाहरूमा क्षति भएको हुनुको साथै विपदजन्य घटनाहरूमा वृद्धि भएको छ। जलवायु परिवर्तनलाई पूर्ण रूपमा रोक्न नसकिए पनि जलवायु परिवर्तन न्यूनीकरणका क्रियाकलापहरू या अभियानहरू सञ्चालन गरेर वा जलवायु परिवर्तनका कारण सिर्जित जोखिमहरूसँग जुझ्न अनुकूलनका अभ्यासहरू अवलम्बन गरेर हामीले आफ्नो भूमिका निर्वाह गरी ग्लोबल वार्मिङ न्यूनीकरणमा योगदान गर्न सक्छौँ। जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न हरितगृह ग्यास उत्सर्जनका स्रोतमा कमी ल्याउने वा वायुमण्डलमा रहेको हरितगृह ग्यासको मात्रा वा अनुपातमा कमी ल्याउने प्रक्रिया न्यूनीकरण हो। यसको लागि कार्बन शोषण गर्ने उपायहरू अपनाउन सकिन्छ। त्यसको लागि वृक्षारोपण गरेर वन क्षेत्र विस्तार गर्ने, माटो तथा जलाधार संरक्षण तथा पानीका ठूला क्षेत्रहरू विकास गर्ने जस्ता कार्यहरू पर्दछन्। यसबाट वायुमण्डलमा रहेका हरितगृह ग्यासलाई हरियो बोटबिरुवा तथा जलाशयले सोसेर ल्याई तापक्रम सन्तुलनमा राख्न मद्दत पुग्दछ। त्यस्तै कार्बन संरक्षण र त्यसको सदुपयोग गर्ने प्रक्रियाबाट पनि हरितगृह ग्यासको प्रभावलाई कम गर्न सकिन्छ। सञ्चित भएको कार्बन बोटबिरुवामा सञ्चित भएको कार्बनलाई पुनः वायुमण्डलमा जान नदिनको लागि वनको संरक्षण गर्ने, काठ सामग्रीहरूको दिगो उपयोग गर्ने, फोहोर व्यवस्थापन गरी कार्बन उत्सर्जन हुन नदिने गर्नुपर्दछ। अर्को भनेको कार्बनको विकल्प हो। यस अन्तर्गत कार्बन उत्सर्जनलाई प्रतिस्थापन गर्ने विकल्पहरू पर्दछन् जस्तै जैविक इन्धनको न्यून प्रयोग, नवीकरण ऊर्जा, सुधारिएको चुलोको प्रयोग, विद्युतीय सवारी साधन, रोपवे, केबल कार, विद्युतीय रेल सञ्चालन आदि पर्दछन्।
त्यस्तै कार्बन उत्सर्जन न्यूनीकरणको सँगसँगै परिवर्तित जलवायुमा आफ्नो समुदायको जीवनयापन सहज र सुलभ बनाउन त्यही अनुसार आफ्ना गतिविधिहरू सञ्चालन गर्नुलाई अनुकूलन भनिन्छ। यसबाट आफू र समुदायलाई जलवायु परिवर्तन उत्थानशील क्लाइमेट रेजिलिएन्ट बनाउन सहयोग पुग्दछ। त्यसको लागि पानीको बहु उपयोग गर्ने, जस्तै सरसफाइमा प्रयोग भएको पानीलाई सङ्कलन गरी तरकारीबारी, बगैँचा आदिमा प्रयोग गर्ने, पानीको सङ्कलनको लागि पोखरी निर्माण गर्नु, सुक्खा सहन सक्ने बाली लगाउनु, जैविक विविधताको संरक्षण गर्नु, पानीको मुहान संरक्षण र पुनर्भरण गर्नु, सरसफाइ तथा फोहोर व्यवस्थापन गर्नु, अधिकतम चिसो वा तातोबाट बच्ने उपायहरू अवलम्बन गर्नु, विकास निर्माण कार्यलाई जलवायु उत्थानशील बनाउनको लागि विविध क्रियाकलापहरू गर्ने कुराहरू यस अन्तर्गत पर्दछन्। यस प्रकार हामीले आफ्नो गतिविधि र विकास निर्माण कार्यहरूलाई जलवायु संवेदनशील भई अवलम्बन गरेमा जलवायुजन्य जोखिममा कमी ल्याउन सक्छौँ। धन्यवाद। नमस्कार।